मोस्ट पपुलर दाई जुङ्गे दाईले मलाई कमेन्ट गर्नुभएको छ। युट्युबमा 246K सब्सक्राइब कसरी बनाउनुस्, सिलिन्डरबाट जोडेर हावा ल्याउनुस्। रिङ खोल्नको लागि तपाईँले 3वटा लिभर लिनुस्, एउटा ठुलो हम्बर लिनुस्, टायरको रिङ मात्र खोल्न सक्नु। मोस्ट पपुलर दाई जुङ्गे दाईले मलाई कमेन्ट गर्नुभएको छ। युट्युबमा 246K सब्सक्राइब, टिकटकमा 46,000 सब्सक्राइब र फेसबुकमा 14,000 सब्सक्राइब भएको दाई जुङ्गे दाईले चाहिँ मलाई कमेन्ट गर्नुभएको छ। सबैजनाले चिन्नुहुन्छ, उहाँ चाहिँ युट्युबर हुनुहुन्छ, एकदमै धेरै मोस्ट पपुलर हुनुहुन्छ। गाडी, ट्रक, बसहरूको भिडियोहरू बनाउनुहुन्छ। उहाँले पहिला डब्बा गाडी चलाउनुहुन्थ्यो भने अहिले नाइट बस चलाउँदै हुनुहुन्छ र उहाँले चाहिँ मेरो भिडियोमा एकदम धेरै हेल्दी कमेन्ट गर्नुभएको छ। एकदम धेरै खुसी लागेको छ मलाई। र उहाँको कमेन्ट के रहेको छ भने, सबै काम हामीले नै गर्ने हो भने मोटर पास पनि खोल्दा राम्रो हो भनेर भन्नुभएको छ। टक्क हाँसेर पठाउनु भएको छ। एकदम हेल्दी कमेन्ट गर्नुभएको छ। एकदम धेरै खुसी लागिरहेको छ मलाई र उहाँको कमेन्टको रिप्लाई म दिनेछु। मैले त्यो भिडियोमा के भनेको थिएँ भने, आफ्नो काम आफैले गर्न सकियो भने हैन, 0.5% मात्र काम गर्न सक्यो भने आफ्नो खर्च चाहिँ जोगिन्छ। किनभने गाडीमा धेरै खर्च नै यो सानोतिनो कामहरुमा हुन्छ। ग्रिज हाल्नेदेखि लिएर तपाईको जुन लेदरहरु चेन्ज गर्नेदेखि लिएर मोबिलहरु चेन्ज गर्नेदेखि लिएर टायर पम्चरहरु बनाउनेदेखि लिएर पट्टाहरु हाल्नेदेखि लिएर यस्तो कामहरु चाहिँ एकदम तपाईले यही कामहरुमा चाहिँ एकदम धेरै खर्चहरु भइरहेको हुन्छ। विदेशमा मान्छेले 50 डिग्रीको घाममा त मान्छेले हैन दुःख गरिरहेको छ, काम गरिरहेको छ भन्ने हैन। हामी त जानेको काम आफ्नो गाडीमा गर्न पाए त धेरै राम्रो हो नि। फेरि मोटर पास खोल्नै पर्छ भन्ने पनि छैन। मोटर पास खोल्न पाए त झन् राम्रो। मोटर पास पनि आफ्नै, गाडी पनि आफ्नै हैन, गाडी पनि चलाउन जान्ने सबै भएपछि त बाफरे फाइदा भयो नि हैन। कतै खर्चै भएन, फाइदा सबै चोखो फाइदा आफूतिर आयो, बब्बाल भयो नि। तर मोटर पास नभए नि हामीले गर्न सकिन्छ। किनभने हामीले बाटोमा गाडी बनाउने भनेको टायर पम्चर मात्र हो कि त अब तपाईको इन्जिनै जानु पर्यो, कि त गियरबक्सै जानु पर्यो, कि क्राउन यस्तो ठुल्ठुलो गर्नु पर्यो। हामीले इन्जिनको काम, यस्तो क्राउनहरुको कामहरु, गियरबक्सको कामहरु त गर्नु सक्दैन। तर सानोतिनो कामहरु चाहिँ हामीले गर्न सक्छौं। त्यो सानोतिनो कामहरुलाई चाहिँ हामीले टिपसिप गरेर आएर टक्क ग्यारेजमा राखेर, अब जस्तो आफूलाई जस्तो हब खोल्नु आउँछ हैन, तपाईलाई हब खोल्नु आउँछ, हब खोल्न केही गाह्रो छैन त। सानोतिनो त 12-14 को कि कतिको त्यो नट हुन्छ, 10-12 वटा नट हुन्छ। त्यो नट सर्स खोल्यो, त्यो बेरिङ सेरिङ झार्यो, बेरिङ सेरिङ झारेपछि त्यो हब सब निकाल्यो। त्यो जस्तो तपाईलाई बेरिङ चाहियो, तपाईलाई नाम पनि चाहिदैन कि, त्यो बेरिङ लगाएर जानुस्। अब त्यही बेरिङ लिएर जानुस्, स्याम्पल लगेर मोटर पास दिनुस्, त्यही बेरिङ दिन्छ। आउनुस्, त्यसमा के अरे ग्रिजहरु भर्नुस्, अनि त्यसपछि त्यसलाई फिट गर्नुस्, नट सट ठोक्नुस्। त्यस्तो गाह्रो छैन हैन। सिक्यो भने चाहिँ गाह्रो छैन है। त्यो हामीले नगरेको भएर हाम्रो बानी के लागेको छ भने, टक्क गाडी लग्यो हैन, एउटा नट कस्नु छ के, लुज भएर खण्डङ उता आवाज आइरहेको छ हैन। तपाईलाई थाहा छ यो नट, त्यहाँको नट लुज हो भनेर। हामी गाडी लान्छ रोकेर मिस्त्रीलाई, ए मिस्त्री त्यहाँ यस्तो भयो गर भनेर चाहिँ लगाइदिन्छ। मिस्त्री छिरेर टक्क एउटा नट हान्ने बित्तिकै उलाई तपाईलाई आजकलको जमानामा 100-200 दिनु भएन, 500 त दिनै परिहाल्यो के, एउटा नट टाइट गर्ने बित्तिकै के। तर हामीले त्यो एउटै नट मात्र टाइट गरेको भन्ने कुरा थाहा हुँदैन नि त। उसले त अरू अनेकहरू नि गरिदिन्छ, यताउता गरिदिन्छ। अनि 500 रुपैयाँ दिनु परिहाल्यो अहिलेको जमानामा हो। त्यही भएर यस्तो खर्चहरूबाट बाँच्नु होला भनेर चाहिँ मैले त्यो भिडियो बनाएको थिएँ। र टायर पम्चर बनाउन नि गाह्रो छैन के, सजिलो छ के। खालि तपाईले रिङ मात्र खोल्न सक्नु पर्यो के, टायरको रिङ मात्र खोल्न सक्नु पर्यो। त्यो टायरको रिङ खोल्नको लागि तपाईले 3वटा लिभर लिनुस्, एउटा ठुलो हम्बर लिनुस्, गाडी भित्र राख्नुस्। र तपाईले त्यो रिङ खोल्ने बित्तिकै ट्यु निस्किन्छ। ट्यु बाहिर निस्केपछि ट्युलाई चेकिङ गर्नको लागि तपाईले कहाँबाट हावा ल्याउनुस् भनेपछि सिलिन्डरबाट जोडेर हावा ल्याउनुस्। हावा ल्याएर चाहिँ टायर ट्युबमा भर्नुस्। फुल हावा भर्न सक्नुहुन्न तपाईले, फेरि नर्मल हावा भर्न सक्नुहुन्छ। ट्युबमा चेकिङ गर्नको लागि कहाँ पम्चर छ चेकिङ लागि त्यसमा हावा भर्नुस्। हावा भरेर पानीमा चेकिङ गर्नुस्। जहाँ पम्चर छ तपाईले त्यहाँनिर घोट्नुस्, खस्रो बनाउनुस्। हावा लिक छ कि छैन चेकिङ गर्नु। खस्रो बनाएपछि मोटर पास नै पाउँछ त्यो टायर टास्ने ग्लुब भनेर। तपाईले त्यसले काटले यसो काटले गरेर त्यसमा हल्का लगाइदिनु। ट्यु सानो ट्यु सर र कैँचीले काट्नुस्, गोलो काट्नुस्, त्यसमा पनि खस्रो बनाउनुस्। अनि ट्याक्क हल्का सुकाएर ट्याक्क टास दिनुस् के। टासेपछि फेरि त्यो जुन सिलिन्डरबाट ल्याएको हावाले फेरि तपाईले त्यो ट्युबमा सर र हावा भर्नुस्, हल्का हावा भर्नुस्। हावा भरेपछि त्यहाँ चेकिङ गर्नुस् कहाँ पाल परेको छ। चेक गरेपछि गाडीलाई त्यो टायरलाई राख्नुस्। राखेपछि हावा जुन टायर पसलमा जानुस्, हावा भर्न लगाउनुस्। हावा भर्न लगाएको त धेरै लाग्दैन, 20 रुपैयाँ लाग्ने हो। तर टायर पुरै बनाउनु पर्यो भने, खोलेर बनाउनु पर्यो भने कति लाग्छ तपाईलाई थाहै छ त हैन। यस्तो कुराहरुबाट चाहिँ बाँच्न सकिन्छ कि भनेर मैले त्यो भिडियो बनाएको हो हैन। अनि हाम्रो जुङ्गे दाईको लागि एकदम धेरै धेरै धन्यवाद कमेन्ट गर्नुभएकोमा। धेरै खुसी लागेको छ मलाई। यति भन्न चाहन्छु है। ल, जय नेपाल।